पहिलो लिस्ट देश बनाउने टोली भनेर हिजो प्रधानमन्त्रीज्यूले पोस्ट गरिराखेको देख्दाखेरि कता कता रवि दाइ नभएको महसुस पनि भयो हैन। त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। मलाई केही पनि चाहिएको छैन। कसैलाई चुनाव चिन्ह चाहिन्छ, मेरो स्वागत छ, लैजानुस्। पार्टी चाहिन्छ, लैजानुस्। झन्डा चाहिन्छ, लैजानुस्। पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टी लैजान्छ, लैजानुस्। सभापति चाहिन्छ, उपसभापति चाहिन्छ, लैजानुस्। देश बन्नु पर्यो व्यक्तिको कुनै ठुलो कुरो होइन। केन्द्री भाइ हो, रवि दाइ पनि साथमा छ, किन चिन्ता गर्छ? यस शहीदका आमाहरू हो, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जाने तपाईँहरूलाई भनेको थिइनँ र? तपाईँहरूलाई समस्या पर्यो भने रवि लामी फेरि त्यही कारागारमा छ, नखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोमा तपाईँसँग आउनेछ। एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामी छानेले गर्छ। सफा गर्नको निमित्त मैले त्यहाँ डुबुल्की मार्नुपर्ने छ र कुनै समय केही क्षणको लागि त्यो हिलो लागेको फोहोरी र म सफा गर्न गएको। खासमा देश बनाउने टोली भन्दाखेरि अहिलेको उसमा यिनु के अरे प्रधानमन्त्रीको यी 3 जनाको टोली हेर्नुभन्दा पहिला रवि दाइलाई हेर्नुपर्छ क्या मेरो बुझाइले। किनभने रवि दाइको त्याग तपस्याले चाहिँ यिनीहरू अहिले हामी देश बनाउने टोली भनेर यसरी देख्न पाइएको हो जस्तो लाग्छ। नत्र भने रवि दाइको जतिको हक चाहिँ कसैको छैन जस्तो लाग्छ क्या। तपाईँलाई कस्तो लाग्यो साथीहरू भन्नु होला है।